अन्नपूर्ण प्रथम आधार शिविर अर्थात् नर्थ एबिसी पुग्नु कुनै समय गन्तव्यमा पुग्नु मात्रै थिएन, एउटा जीवनशैली अनुभव गर्नु पनि थियो। यात्रुले आफ्नो खाना आफै बोकेर लैजान्थे, रात कटाउन टेन्ट र सुत्ने झोला आफै लैजान्थे। सुविधाविहीन तर रोमाञ्चक पदयात्रा मन पराउनेहरूका लागि यो बाटो उत्तम विकल्प थियो। यहाँ पुग्नेहरू कम हुन्थे, तर जो पुग्थे उनीहरूले अन्यन्त्र नपाइने अनुभव लिएर फर्किन्थे। अहिले भने पर्यटकको चापसँगै पूर्वाधार विस्तारको माग बढ्दै गएको छ, जसले नर्थ एबिसीको पुरानो पहिचान र नयाँ आवश्यकता बीचको बहसलाई सतहमा ल्याएको छ। नर्थ एबिसी पदमार्ग अपेक्षाकृत कम व्यावसायिक र प्राकृतिक स्वरूप कायम रहेको गन्तव्यका रूपमा चिनिँदै आएको छ। यो पदमार्गमा अहिले 6वटा होटेल छन् र सिजनअनुसार अस्थायी क्याम्प पनि बनाइने गरिएको छ। स्थानीय तह र पर्यटन व्यवसायीहरूले बढ्दो पर्यटक चापलाई व्यवस्थापन गर्न आधारभूत पूर्वाधार आवश्यक रहेको तर्क गरे पनि संरक्षणकर्मी तथा पदयात्रा विज्ञहरूले अनियन्त्रित संरचना निर्माणले पदमार्गको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने चिन्ता व्यक्त गरेका छन्। यो क्रम बढ्दै गएर यो पदमार्गमा पनि होटेल तहरा थपिरहने हो भने भविष्यमा यसले मर्ते हिमाल पदमार्गकै बाटो समात्ने हो कि भन्ने चिन्ता बढेको छ। एकाभित्रै पर्ने मर्ते हिमाल पदमार्गमा सबैभन्दा धेरै 103वटा संरचना निर्माण गरिएका छन्। एकाभित्रका सार्वजनिक जग्गामा निर्माण गरिएका होटेल तथा विश्रामस्थलको सङ्ख्या 381 पुगेको छ भने तिनीहरू बिना दर्ता सञ्चालन गरिएका छन्।